नमस्कार, नमस्ते साथीहरू। आज मन नचाहँदा नचाहँदै पनि बोल्न विवश भएको छु। बरथुवा नगरपालिकाको भित्रको बरथुवा बजार जुन सर्लाही जिल्ला र रौतहट जिल्लाको जनताको मुख्य किनमेल गर्ने केन्द्र भएको छ, जसको अवस्था हेरेर आज बोल्नै पर्ने विवश भएको छु। के हामी यसलाई बजार भन्न सक्छौँ त? क्यान इट बी अ डिजास्टर? बरथुवाको एउटै पवित्र मन्दिर जहाँ पूजा गरेर धेरै मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, मेयर, वार्डाध्यक्ष बन्न सफल भएका छन्, आज त्यही मन्दिरको अवस्था अत्यन्तै दयनीय छ। यो हाम्रो दुर्भाग्य होइन भने त के हो साथीहरू? स्थानीय सरकारको यसतर्फ कुनै चासो छैन। के हाम्रो सरकार केवल ठेक्का पट्टा मिलाउनेमा व्यस्त छ? के उपभोक्ता समिति बनाएर बजेट खर्च गर्नेमा सीमित छ? के आफ्नो कार्यालय अगाडि रहेको मन्दिर र बजारको पनि सफा राख्न सक्दैन? हामी आज प्रश्न गर्छौँ, के सरकारी संयन्त्र पूर्ण रूपमा असफल भइसकेको हो त? के स्रोत र साधनको अभाव छ कि इच्छा शक्ति नै छैन त? नगर घोषणा भई निर्वाचित दोस्रो मेयरको कार्यकाल सकिन अब 1 वर्ष मात्र बाँकी रहँदा पनि बरथुवावासीले अहिलेसम्म पनि स्थानीय सरकार छ भन्ने अनुभूति गर्न सकेको छैन। के हामीले यही दिनको लागि मतदान गरेका थियौँ? के बरथुवावासीलाई सफा, स्वच्छ र सुन्दर वातावरणमा बस्ने अधिकार छैन? आज स्थिति यस्तो छ, नाला फोहोर फाल्ने ठाउँ बनेको छ, चौक चौकमा कचरा थुप्रिएको छ, बायोमेडिकल वेस्ट जथाभावी फालिएको छ। के नाला मेडिकल फोहोर फाल्नकै लागि बनाइएको हो? के बजारभित्रको नालाहरू ढाक्न सकिँदैन? यो कसको जिम्मेवारी हो? यो बुझ्नु जरुरी छ। स्थानीय सरकार कहाँ छ? मेयर साहब, तपाईँ सुन्दै हुनुहुन्छ कि छैन? नालामा फोहोर, चौकमा कचरा, अस्पतालमा फोहोरको सडक, यो विकास हो कि विनाश हो? अब सहने होइन, अब हामी सहन सक्दैनौँ। अब चुप लाग्ने होइन। मेयर साहब, बरथुवावासीको अधिकार खोज्ने हक तपाईँलाई कसले